के भयो एउटा कुरा बुझ्न आएको थिएँ कि अङ्कल मैले के बाबु भन न भन के म तिम्रो अङ्कल जस्तै हो के लजाउनु हुँदैन भन ए होइन अङ्कल यस्तो कुरो हो क्या मैले यसो अनुसन्धान गरेको होइन अनि त्यो तपाईँले हाम्रो त्यो रुम भाडा बढाउने विचार गर्नु भएको छ अरे हो रुम भाडा होइन बाबु कसले भनेको त्यस्तो कुरा के हामीले रुम भाडा बढाउँदैन के 2-4 वर्षसम्म जबसम्म तिमी बस्छौ नि यार तबसम्म रुम भाडाको त नामै निशान हुँदैन तिमी भने रुम भाडा तिम्रै नाममा गरिदिन्छ यार अनि त्यो बुढियाले भन्दै थियो मतलब त्यो आन्टीले भन्दै थियो भाडा बढाउने बेला भयो बाबु तिमीहरू के गर्छौ भनेर भन्दै थियो उसको त जाने उमेर भइसकेको छ होइन उसले लागिरहेको छ होला कि म त जान्छु होइन यो बुढा चाहिँ किन बस्छ सँगै जाओस् भनेर होइन बाबु तिमी टेन्सन नल्याऊ 1 रुपियाँ पनि बढाउँदैन होइन आउने बेला दिनमा त म त रुमै तिम्रो नाममा गरिदिन्छु ल पक्का ए कन्फर्म हो टेन्सनै नले यार अङ्कल ठिक तिम्रो अङ्कल छ नि यार तबसम्म यार मजा आयो ठिक छ अङ्कल त्यो बेलुका बसौँ न त यसो दारु मतलब हुन्छ होइन बाबु अरू चिया खाउला होइन अहिले म बुढो भइसक्यो त्यस्तै भएर बुझ न ल ठिक छ चिया खाउला ल ठिक छ त्यही त अब आन्टीलाई अलिकति सम्झाइदिनु नभए फेरि त्यो यस्तो गर न अङ्कल मसँग एउटा आइडिया छ तपाईँलाई थाहा छ के त्यो तपाईँ पनि अब बुढेसकाल लागेको छैन आन्टी पो बुढेसकाल लागिसक्यो आन्टीलाई होइन त्यो भरे त्यही भएर मैले सोचिरहेको छु कि आज कान्छी ल्याऊँ भनेर म सल्लाह दिन्छु र भर्याङमा हिँडिरहेको बेला हुन्छ नि पछाडिबाट धकालिदिनु नि जे पर्ला नि बुढीलाई हो त्यो गर्नुपर्छ म पानी परेको बेला त्यो कुरा गर्ने हो कि चिप्लेर गयो भनेर हुन्छ नि एउटा भाडा पनि अङ्कल त्यो 7,500 को अलिकति डिस्काउन्ट मिल्दैन ए तिमीलाई होइन बाबु अहिले बुझ न यार बुढी पाल्नुपर्छ पछाडि अङ्कल झन् तपाईँ मेरो कुरा सुन न के एउटा कान्छी भनिसक्यो उसलाई पनि अलि हेर्नुपर्छ के त्यो भएर कान्छी मतलब कान्छी अलि मिलाइजुलाई बनाउन अलि बुढेसकालमा अलि एउटा गर्लफ्रेन्ड बनाएको कि मैले बुढा ल पक्नु आन्टी सुन भाडा 500 कम सिधै 500 कम मन लाग्यो भने दिनु मन लाग्यो भने नदिनु के म त कति 7,500 भनेपछि 6,000 रुपियाँ दिन्छु महिनाको ल चल्छ तर बेलुका चिया पनि खुवाउनु पर्छ ल चिया 20 रुपियाँ ल ठिक छ के अरे अनि भनेपछि फाइनल कुरो हो रुम भाडा बढ्दैन अब बढ्दैन टेन्सन नलिउ ल ल म जाउँ त त्यसो भए ल डन थ्याङ्क यू अङ्कल अरे साला यो त हिट बोकेर आएको थियो क्या